Hello guys, welcome back to the brand new video र म आज पनि फेरि रियाक्सन भिडियो लिएर आइसकेको छु र आज चाहिँ हामी रियाक्ट गर्नेवाला छौं छैन र माया भन्ने प्रकाश दुत्तराज ज्यूको एकदमै नयाँ भिडियो सङमा हैन र एकदमै राम्रो भिडियो छ हैन गाइस। प्रकाश दुत्तराजको अब हजुरले थाहा पाउनु भएको छ होला कस्तो रेपुटेसन छ भनेर, र त्यो सँगै मेलिना राई ज्यूको एकदमै मेलोडियस साउन्ड पनि छ यसमा हैन। प्रकाश दुत्तराज र मेलिना राईको कोल्याबोरेसनमा बनेको सङ हो। सो गाइज लेट्स जम्प इन्टु द भिडियो विदाउट एनी काइन्ड अफ डिले। सक्नुहुन्छ आज मैले हल्का कपाल सपाल मिलाएर आएको छु हैन। कस्तो देखेको छ कमेन्ट डाउन गरिदिनु होला है, र भिडियो चल्दा चल्दै कपाल बिग्रेमा नरिसाउनु होला हैन। सो गाइज विदाउट एनी काइन्ड अफ डिले लेट्स जम्प इन्टु द रियाक्सन। गाइज म भिडियोमा आइसक्यो हैन, देख्न सक्नुहुन्छ छैन र माया प्रकाश दुत्तराज र मेलिना राई ज्यूको एकदमै मिठो गाना छ हैन। मैले हल्का सुनिसकेको छु, हेर्न सक्नुहुन्छ। लाइक 39,000 पुगेको छ, भ्यू चाहिँ 5,31,732 पुगिसकेको छ हैन। र गाइस अरु कुरा भनेको चाहिँ यो गाना सुन्न भन्दा अगाडि हेर्न भन्दा अगाडि चाहिँ एक डिस्क्रिप्सन चाहिँ पढ्दिनु होला है। सो गाइस अब ढिलाइ नगरिकन लेट्स इन्जोय द म्युजिक भिडियो गाइस। र मैले भने नि हाले डिस्क्रिप्सन पढ्न होला भनेर, यहाँ पनि डिस्क्रिप्सन दिएको छ हैन। लाइक अब त्यो चाहिँ हजुरले पोज गरेर पढ्न सक्नुहुन्छ, म चाहिँ पढिसके हैन। र गाइस यो चाहिँ अब यहाँनिर लोकल ल्याङ्ग्वेजमा हैन, मुस्ताङको तेताङमा यो भिडियो सुट भएको छ र त्यहाँको चाहिँ लोकल ल्याङ्ग्वेजमा यो भनिराख्नु भएको छ हैन, कम्युनिकेसन भइरहेको छ। यहाँले चाहिँ के भन्न खोज्नु भएको छ भन्दाखेरि तलतिर हजुरले पढिसक्नु भएको होला। उहाँले भनिराख्नु भएको छ कि लामाले एउटा मिति तोक्नु भएको छ असोज 6 गते, र त्यो दिनदेखि चाहिँ सबैले आफ्नो अधुरो भएको काममा फिर्ता जाने र सबैले यो कुरामा सहमति पनि जनाएको छ। सो गाइज लेट्स स्टार्ट द भिडियो नाउ। अब चाहिँ म्युजिक सुरु हुन्छ है गाइज। द स्टोरी अफ दोज हु लिभ इन ल्याप अफ द माउन्टेन्स ड्याम। छैन र माया प्रकाश दुत्तराज प्रेजेन्ट्स छैन र माया गाइज। र हजुरहरूलाई थाहा छ हैन, प्रकाश दुत्तराज दाइको चाहिँ त्यो गानामा छुट्टै किसिमको फिलिङ हुन्छ कि एउटा, लाइक त्यो भाइब्स नै छुट्टै हुन्छ कि। हेर्न सक्नुहुन्छ त्यो म्युजिक भिडियोको स्टार्टिङदेखि नै त्यो छुट्टै भाइब्स आइरहेको छ हैन। दाइले चाहिँ यस्तो प्रोजेक्टहरू एकदमै धेरै गर्नु भएको छ हैन। ड्याम मुस्ताङ। र गाइस यो भिडियो चाहिँ सी लेभल भन्दा 3040 मिटर माथितिर सुटिङ गरिएको हैन। लाइक द्याट इज इन्सेन के, ओन्ली फर म्युजिक भिडियो त्यतिसम्म गर्नु भनेको धेरै ठुलो कुरा हो यार। चिसो माचिसो बतासै चल्यो, सिरेटोले हान्यो माया केले तान्यो तान्यो, मन उड्यो चङ्गा झै, उड्यो चङ्गा झै, छैन र माया है। हजुरहरूले त्यो भोइसमा रनेस सुनिराख्नु भएको छ। लाइक आजकलको यो जमानामा हैन, जहाँ अटो ट्युन रिमिक्स र हिपहपले ओभरटेक गरिसक्यो हैन म्युजिकलाई अलमोस्ट, त्यहाँ चाहिँ यस्तो प्योर र भोइस एकदमै कम सुनिन्छ कि। लाइक प्रकाश दाइको चाहिँ भोइसबाट हैन अटो ट्युन हटाए पनि अहिले यस्तै नै गाउन सक्नुहुन्छ कि। द्याट इज अमेजिङ गाइज। एन्ड अफ कोर्स हजुरले हेर्न सक्नुहुन्छ आफै अभिनय पनि गर्नु भएको छ हैन। ग्रेट एक्टर एज वेल, ग्रेट म्युजिक प्रोड्युसर, ग्रेट म्युजिसियन हैन। अब लेखक पनि आफै, गायक पनि आफै, एक्टिङ पनि आफै गाइज। पैसा पनि अब राम्रै कमाइ भएर होला हैन। भोलि चाली बन्द भो भैसमा देउराली बस्ती मिठो गीत गाउने, मलाई साह्रै झल्काउने सम्झना भरको धौला श्रीमा झै, श्रीमा झै, कहाँ जाने होला फगेर। And guys, the mesmerizing voice of the great, the talented मेलिना राई हैन। कस्तो राम्रो भोइस छ कि उहाँको, सुन्दै त्यो सुनम लाग्ने कि एकदमै स्विट भोइस हैन। त्यो पिच टोन उहाँको त्यो अलगै छ कि। मेलिना राई ज्यूले मैले गाएको लाइभ चाहिँ देखेको छैन हैन अहिलेसम्म, तर लाइक उहाँको लाइभ कन्सर्टहरूको भिडियो आउँदाखेरि पनि एकदमै मेस्मराइजिङ भोइस हुन्छ क्या। प्रकाश दुत्तराज दाइ र मेलिना राईको चाहिँ जहिले कोल्याबोरेसन आएको छ नि, कहिले ब्याङ्गर छ क्या। फर इक्जाम्पल रिमै, रेशम, रामसाइली, अब यो गाना हैन
Like all of them are bangers, guys. I hope उहाँहरूले अगाडि पनि कोलाबोरेट गरेर राख्नुहुनेछ. And the beauty of Mustang, guys. Myth. के भन्छ अरे ह्यापन इज मिथ नेपाली इज रियल भन्छ नि. यु क्यान सी त्यो किन भनिन्छ भनेर. हिमाली फुलै टिपेर लिम्ला सिरै लाउली लजाउँदै भरे भेट्न औली बतासैना आडैमा बतासैना आडैमा पछ्यौरी तानी Guys, can you see the bond, हैन? दुईजना बिचको बन्डिङ हेर्नु न, त्यो अन स्क्रिन केमिस्ट्री हुन्छ नि, एकदमै राम्रो छ क्या. Like this might be one of the best I have seen in recent days. एक किसिमको होइन, लाइक यो प्योर नेचुरल बोन्ड रिलेसनसिप चाहिँ सायद आजकल पाउन गाह्रै छ. इट्स भेरी रेयर, गाइज. ओ आई थिङ्क खानको लागि रोटी दिइराख्नु भएको छ होइन. गाइज हजुरले त्यो डिटेलिङ नोटिस गर्नुभयो कि नै होइन, लाइक यस्तो राम्ररी त्यो स्टोरी टेलिङ गरेको छ होइन. ओ ड्याम, मैले चाहिँ अघि थोरै मात्रै हेरेको थिएँ होइन रियाक्सन भन्दा अगाडि, लाइक यो कस्तो कन्टेक्स्टमा भिडियो बनाएको रहेछ भनेर मैले एकदमै थोरै मात्रै हेरेको थिएँ कस्तो टोन छ भनेर. म त्यो अगाडिसम्म चाहिँ आइपुगेको थिएन कि. दिस इज ड्याम गुड स्टोरी टेलिङ यार. हेर्नु है, यहाँनिर खानको लागि रोटी दिएको छ होइन, र एज यु क्यान सी दिस पछौडी अब रोटी खानको लागि दियो होइन. अब हेर्नु है, पछौडी गयो नि. जस्ट लिसन द लिरिक्स, गाइज. देखेको हुन्न लेखेको हुन्छ दोधारै पार्ने मायाले. And as I mentioned earlier, 3040 meters above the sea level, guys. That's insane, होइन. गाइज मैले चाहिँ लाइक अब यो सबै भिडियो एकैचोटि चाहिँ नहालौँ होला होइन, त्यो अहिले राम्रो पनि हुन्न, लाइक मोरल्ली नै राम्रो होइन, प्लस त्यो हाल्न नि भएन नि त है. आई थिङ्क मेरो कपाल हल्का बिग्रेछ गाइज. ओके, सो अब हामीहरू चाहिँ सिधै एन्डिङतिर जाऊँ होइन. यो गाना चाहिँ हजुरहरूले प्रकाश दाइकै च्यानलमा गएर सुन्न सक्नुहुन्छ होइन, एकदमै राम्रो गाना छ. र एन्डिङ चाहिँ आई थिङ्क हल्का ट्विस्ट आउन सक्छ है गाइज. जस्तो राम्ररी अहिलेसम्म स्टोरी बढिरहेको छ नि, त्यस्तो राम्ररी चाहिँ स्टोरी नबढ्न सक्छ होइन, किनकि हिस्ट्री छ यार प्रकाश दाइको गानामा. लाइक अहिलेसम्म जतिसुकै गाना छ होइन, सबैमा ट्रेजिक हिँड्छ क्या. फर इक्जाम्पल अब घर कता हो बहिनीको जुन माया भन्ने सिक्वेलाको थियो, त्यसमा चाहिँ लास्टमा केटीलाई अर्कैले भगाएर लान्छ होइन, ट्रेजिक मोमेन्ट. त्यसपछि अब रिसेन्टली कुरा गर्नु पर्दाखेरि चाहिँ रिमै भन्ने गाना आयो होइन 2 वर्ष अगाडि. रिमै भन्ने गानामा चाहिँ लास्टमा प्रकाश दाइले जुन क्यारेक्टर प्ले गर्नुभएको थियो क्यारेक्टर चाहिँ मर्छ होइन. त्यसपछि अर्को गाना आउँछ रेशम. रेशममा पनि ट्रेजिक हिँड्छ होइन, लाइक त्यो फुल लिन जाँदाखेरि पछाडि लिन जाँदाखेरि त्यो एक्सिडेन्ट भएको यताउति भएको त्यो देखाएको छ. त्यसपछि आयो रामसाइली. रामसाइलीमा त अब भर्खर आएको होइन, फ्रेस मेमोरिज होला सबैको, भङ्सै नाश हुने टाइपको त्यो एउटा एन्ड देखाएको छ होइन. र आई होप यो गानामा चाहिँ त्यस्तो नहोस् होइन, तर यसो कन्टेक्स्ट हेर्दाखेरि चाहिँ त्यस्तै होला जस्तो लागिरहेको छ होइन. अब कामको लागि बाहिर जाने केही दुर्घटना हुने हो कि. लेट्स सी गाइज, 12 मिनटको भिडियो रहेछ. लेट्स स्टार्ट फ्रम द 9 मिनट एन्ड हियर वी गो. एज यु क्यान सी सबै सामान बोकेर होइन बजारतिर लाग्न लागिसकेको रहेछ है. पर्खेर बसे लौ म त फासे गहिरो यो मायाको तालैमा लौ Just look at the chemistry. Just look at her expression. So natural, so nice.
मेलोडी इन दिस सङ गाइज यो मेरो हेडमा घुमिरहनेछ अब यो गाना होइन कति दिनसम्म हुने हो वाउ द ब्युटी म्यान मुस्ताङको ब्युटी अनम्याचेबल मेरो चाहिँ एउटा ड्रिम छ है गाइज अब मेरो चाहिँ के ड्रिम छ भन्दाखेरि लाइक यताबाट पैसा कमाउने होइन त्यसपछि ठ्याक्क नेपाल फर्किने एउटा बाइक किन्ने अनि जति जति ठाउँहरू छ राम्रो ठाउँहरू मनाङ मुस्ताङ उता सुपा देउरालीदेखि लगेर हाम्रो बडीमालिका होइन पूर्व इलाम झापा मलाई सब घुम्न मन छ एकचोटि होइन त्यो चाहिँ मेरो बकेट लिस्टमा त्यो मेरो ड्रिम नै हो लाइक इभन इफ आई विल नट बी एबल टु अर्न द्याट मच मनी मैले धेरै पैसा कमाउन नसके पनि म चाहिँ त्यो चाहिँ गर्छु है गाइज आई होप त्यो मेरो ड्रिम चाहिँ एउटा रियालिटी भन्ने छ लगाइ छुट्ने बेला भएछ होइन आई होप यसमा चाहिँ ट्रेजेडी नहोस् हिरो हिरोइनलाई केही पनि नहोस् होइन हाम्रो लिड एक्टर र एक्ट्रेसलाई एन्ड गाइज क्यान यु इमेजिन यस्तो ठाउँ पनि छ के मान्छेहरू लाइक अझसम्म नि भारी बोकेर बजारतिर जानुपर्ने कि पैसा कमाउनको लागि होइन बाटो छेकिदेला हुरी झरी बतासले एक्लै पारिदेलान् घाटीहरू होलान् उकाली ओरालीहरू होलान् हिउँ हिउँले पुरिएका होलान् तिमी हिँड्ने बाटोहरू कसरी जाउला पिर त पर्खिनेलाई पो हुँदो रहेछ नि Oh, her acting is so good, man. The chemistry एकदम राम्रो छ यार दुईजनाको मेरो हजुरलाई के मान्छे ओके गाइज ओके द्याट्स गुड होइन यसमा चाहिँ ट्रेजिडी भएको छैन हिरो हिरोइनलाई केही पनि भएको छैन लाइक स्टिल छुट्नु पर्यो होइन तर कामको लागि आएको नि त फर्किहाल्छ नि 1 महिना 2 महिना लाए पनि होइन हाम्रो लिड एक्टर फर्किहाल्छ नि पछितिर गाइज र प्लिज गएर भिडियो हेरिदिनु होला होइन डिस्क्रिप्सन चाहिँ एक्चुअली पढ्नु होला एकदमै मिनिङफुल इन्फर्मेसन छ यसमा चाहिँ होइन मैले पढिसकेको छु र गाइज के भने प्रकाश दाईको त जति तारिफ गरौँ होइन त्यति नै कम छ कि लाइक अब अहिलेको कन्टेक्स्ट हेर्ने हो भने चाहिँ प्योर नेपाली फोल्क होइन प्योर नेपाली लोक म्युजिकलाई एक किसिमले अलाइभ गर्नमा चाहिँ प्रकाश दाईको एकदमै ठुलो हात छ कि त्यो कुरामा चाहिँ कसैले पनि डिनाइ गर्न सक्दैन सायद होइन र अर्को कुरा यतिको प्योर म्युजिक भन्ने सायद अरू कसैमा पनि त्यो फिल हुँदैन होला अरू कसै पनि जान्राको म्युजिकमा त्यो फिल हुँदैन होला कि जति फोल्क म्युजिकमा फिल हुन्छ नि त्यो आफ्नो प्युरिटी भन्ने कुरा हुन्छ नि त एउटा त्यो चाहिँ अरूमा फिल हुँदैन कि गाइज आई होप गाइज हजुरले यो भिडियो चाहिँ एन्डसम्म हेरिदिनु भयो होइन त्यति भन्दै आजको भिडियो चाहिँ म यहीँ टुङ्गाउन चाहन्छु म फेरि पनि चाँडै फर्किनेछु अर्को भिडियोसँग र त्यतिसम्मको लागि चाहिँ हजुरले मेरो अरू भिडियो हेर्नु भएको छैन भने मैले योभन्दा अगाडि एउटा रियाक्सन भिडियो हालेको थिएँ र एउटा हाम्रो सानो मुकब्याङ पनि आएको छ होइन ऱ्यामेन इटिङ च्यालेन्ज मोस्ट स्पाइसियस्ट ऱ्यामेन भनेर सो प्लिज चेक आउट द्याट भिडियो एज वेल गाइज र यो भिडियो चाहिँ एकचोटि हेर्नु होला यो सङ चाहिँ होइन र प्रकाश दराज दाइलाई म एकदमै थ्याङ्क यू भन्न चाहन्छु यस्तो राम्रो गाना निकाल्नु भएकोमा दाइले चाहिँ गाना अरू पनि निकाल्नु हुनेछ भन्ने आश छ होइन त्यस्तो गाना साना निकाल्न चाहिँ नछाड्नु होला र गाइज एड आइरहेको छ प्लिज सब्सक्राइब माई च्यानल अलि हल्का पैसा चाहिँ कमायो भने म युट्युब प्रिमियम लिन्छु हजुरहरूलाई सजिलो हुन्छ म एड बिना देखाउँछु सबै दाइको उसमा थ्याङ्क यू छ कि नै अब दाइको थ्याङ्क यू गर्नु पऱ्यो गाइज म चाहिँ होइन ओके दाइकोमा चाहिँ त्यो थ्याङ्क यूको त्यो स्क्रिन रहेनछ होइन थ्याङ्क यू मेसेज रहेनछ यो कहाँबाट खिराइरहेको हो गाइज दाइकोमा चाहिँ थ्याङ्क युको रहेनछ होइन तर यहाँ दाइले एउटा सानो नोट छाड्नु भएको रहेछ सबैले पढ्नु होला होइन म पनि पढ्छु यति धेरै भिडियो हेरिसकेको चाहिँ अभियसली सबैको पढ्नु पर्ने होइन केही यो त्यही ठाउँको बारेमा हुनेछ र गाइज अर्को कुरा चाहिँ एउटा कुरा चाहिँ मैले भन्न बिर्सेँ होइन दाइलाई चाहिँ एप्रिसिएट गर्नुपर्छ कि किनकि हरेक समुदायको होइन बिछडिएको समुदायहरूको त्यो कस्तो एउटा स्टोरी टेलिङ गर्नुभएको छ हरेक समुदायको त्यो स्टोरी टेलिङदेखि लगेर तिनीहरूको लाइफस्टाइल देखाउनु भएको छ लाइक
रिमैमा राउटे होइन रामसाइलीमा अब त्यो धामी झाँक्री टाइपको देखाउनु भएको छ यसमा अब मुस्ताङको तेताङ गाउँको जीवन देखाउनु भएको छ कसरी जिउँछ भनेर द्याट्स इम्प्रेसिभ गाइज आई होप दाइले अगाडि नै यस्तो मिनिङफुल भिडियोहरू पनि बनाउनु हुनेछ भनेर होइन म्युजिक भिडियो र गाइज अब अर्को भिडियोसम्मको लागि चाहिँ टाटा बाई बाई यु